आज कार्तिकको 16 गते आजको दिनमा चलचित्रको धमाका के छ। विशेष गरी आइतबारको दिन जेरियन टपले आजको दिनमा 17 दिनमा पाइला टेक्यो। त्यसै गरी यता पराण चलचित्रले आजको दिनमा तेस्रो दिनमा पाइला टेक्यो। यसै गरी वरिष्ठ बलराम र सोल्टिनीले आजको दिनमा 11औं दिनमा पाइला टेक्यो भने मैजारोले आजको दिनमा 10 दिनमा पाइला टेकेको छ। यी चलचित्रहरूको बक्स अफिस कलेक्सनको अवस्था के छ, कसले राको बारिरहेको छ, जेरियन टपको धमाका, अनमोल केसीको धमाका बवाल चलिरहेको छ भन्ने कुरा छ। के छ अवस्था, आजको अवस्था के छ, यस विषयमा आज हामी दुध एकातिर पानी एकातिर हुने गरी तपाईँहरूलाई रिपोर्ट दिन गइरहेका छौँ। हामीसँग हुनुहुन्छ रघु ढकालज्यू, स्वागत छ तपाईँलाई कार्यक्रममा। नमस्ते सबैजनालाई। पहिलो प्रश्न, चलचित्र पराणबाट म सुरु गर्न चाहन्छु आजको यस एपिसोडलाई। पराणको अवस्था के छ ल भन्नुहोस्। पराण संसार यस्तै रहेछ। पराण नेपाली बागवान फिल्म हो के। बागवानको कपी त होइन ए सर, कपीको कुरो नगर्नुहोस् के। नेपाली प्योर अर्ग्यानिक लोकल कुखुरो भारतमा पाइन्छ हो। अनि लोकल कुखुरो नेपालको हो नि त, कहाँबाट कपी हुन्छ? पहाडको होइन ए बाबा, त्यस्तो भारतीयहरूले खाना पायो भने त पुरै गिद्धे नजर लाएर सम पार्छन्। पहाडको चाहिँ पुरै उयोवाला के अरे चुरे जुल्फी हो, त्यस्तो हो नि त। अनि एकदम लोकल के, पुरै टेस्टै छुट्टै हुन्छ। त्यसको झोल खानुको मजै छुट्टै हुन्छ। कालो त होइन नि। ए आमा, वन कुखुरो हजुर कालो त पुरा नगर्नु न यार। वन कुखुरो खानको मजा आउँछ होइन। अब यस्तै होइन, कुखुराको कुरो छोडिदिने होइन र। जस कस्तो भन्दा पराण फिल्म भनेको लोकल फिल्म हो कि। अब पराण फिल्मले पनि कस्तो भन्दा शुक्रबार रिलिजको पहिलो दिनमा त्यति धमाका मचाउन सकेन। शनिबार ठिकठाकै कमायो र विशेष गरी आज आइतबारको दिनमा यो फिल्मले कस्तो गर्ला भनेर हामी सबैको चासोको विषय रहेको थियो। किन भन्दा यो फिल्मको वर्ड अफ माउथ बवाल आएको थियो। अब वर्ड अफ माउथ नै बवाल आइसकेपछि त फिल्मले त धमाका गर्नु पर्यो नि त भन्ने हाम्रो चाहना हो कि। तर पनि पराणलाई हलवालाहरूले समेत धोका दिएका थिए। भएको जति सबै सोच कसलाई लर खन्याएका थिए भन्दा बाहुबली होइन, जसलाई चाहिँ अनमोल केसीले लखेटी कुटे होइन र। अब पराणले पनि कुट्छ होला। पराणले पनि लगभग आज धोबी हान्ने सङ्केत देखिएको छ। बाहुलाई मजाक त ए मजाक होइन कि सर, मजाक मैले पर्दिनँ यस्तो कुरामा, बुझ्नुभयो नि। यो हावा कुरो होइन है, बुझ्नुभयो नि। चलचित्र पराणको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने यसले 2 दिनमा, शुक्रबार र शनिबार गरेर 2 दिनमा लगभग 20 लाख बराबरको ग्रोस कलेक्सन गरेको अनुमान लगाएको छ। आज होइन, तपाईँहरूले पराण सकियो भनेर सोचिरहनु भएको छ भने तपाईँहरू गलत हुनुहुन्छ है। पराणले आज होइन धमाका मचाउने सङ्केत देखियो। भनेपछि अब बिस्तारै पराण उकालो लाग्दैछ। अब यस्तो हो कि सर, प्रायः जसो होइन कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ नि। पूर्णबहादुरको सारङ्गीको अवस्था कस्तो थियो सुरुमा? रिलिजको पहिलो दिनमा 130 वटा सोच पाएको थियो। रिलिजको दोस्रो दिनमा बिचरा फिल्मलाई जम्मा 68 वटा सो दिएको थियो कि घटाएर। जुन बेलामा चाहिँ भारतीय अजय देवगण आएको थियो। अजय देवगणलाई त होइन यस्तरी धोबी हाने कि होइन, जिन्दगीमा होइन 12 गाउँ छक्का पन्जा 5 का हिरोको हुन्, तिनीहरूको नाम टिपेर राख। र पूर्णबहादुरको सारङ्गीको हिरोको हो, तिनीहरूको नाम टिपेर राख। में नहीं जाएगा, उधर में नहीं जाएगा। ये छोकरा लोग का फिल्म आएगा ना, में नहीं जाएगा जी कि बहुत डेन्जर ये लोग नेपाल का, त्यस्तो भनिसकेको थियो। भनेपछि अब त्यस्तै अवस्था फेरि आउन सक्छ कि। पराणले पनि एउटा सङ्केत चाहिँ देखाएको छ है। कस्तो छ बुकिङ हेर है त पहिला। ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। भक्ते हेर्नु त, ए आमा रातो आमा छाया सेन्टरमा हेर्नु त आमा। ए आमा, 1 घर होइन 2 घर होइन, यता सारा नेपालभरि नै धमाका हुने सङ्केत देखियो यार। हेर्नु त, पराण फुस्काउँछ होइन यार। पराणले आजबाट होइन जबरजस्त धमाका गर्ने सङ्केत देखियो कि। पराणले आज अरू फिल्मको पराण फुस्काउँछ। अरूको त होइन सर, बाहुबलीलाई चाहिँ पुरै कटप्पाकी खान्छ, कटप्पाकी। अनि यता वरिष्ठ बलराम र मैजारोलाई होइन, वरिष्ठ बलराम र मैजारो त अब अटोमेटकली सकियो कि, अटोमेटकली, बुझ्नुभयो नि। ल हेर्नुहोस्, नेपालगञ्ज ल हेर्नुहोस्, ओके, नारायणघाट पराण हेर्नुहोस् है। आज पिकअप अलिकति लिएको छ है फिल्मले। पानी परे पनि फिल्मले पिकअप लिएको छ। हेर्नु है, यता खाली दमौलीमा डेन्जर हुनुपर्छ है। डेन्जर भाइ खाली जम्मै एउटा है। सेतो इटहरी खाली रहेछ क्या। वीरगञ्ज
वीरगन्जबाट फिल्मलाई सिटी बजाइयो। अब पोखरा है, पोखरामा धमाका हुनुपर्छ है, पोखरामा धमाका हुनुपर्छ के। काठमाडौँमा त बवाल थियो है, काठमाडौँमा बवाल थियो होइन। अब अरू ठाउँमा चाहिँ त्यति देखिएन, तर पनि फिल्मले पिकअप चाहिँ लिएको छ है। आजको दिनमा लगभग एकदमै भयङ्कर नभए पनि 15 लाखसम्मको कलेक्सन गर्छ कि भनेर अनुमान चाहिँ लगाएको छ सर। सही गरोस्, राम्रो गरोस्, अझै पिकअप लिँदै जाओस् र पूर्वबहादुरको सारङ्गीको रेकर्ड ब्रेक गर्ने यात्रामा दौडोस्, यो चाहिँ हाम्रो शुभकामना रहेको छ। अब हामी चर्चा गरौँ चलचित्र जेरी अन टपको बारेमा। ल भन्नुहोस्, जेरी अन टपको तातो जेरीले कस्तो गरिरहेको छ, अवस्था के छ, हलको अवस्था, जापानको अवस्था के छ, दुध एकातिर पानी एकातिर चर्चा गर्नुहोस्। मैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी, मरे नि तिर्कैले, तर बाबैले भन्थे तालको पानी डबका गनायो, तर बाबैले भन्थे तालको पानी डबका गनायो। अब गीत नै यस्तो छ हेर्नुहोस् न, गीतमा होइन पिता अनि पुत्र होइन, भुवन केसी अनमोल केसी, दमदार डान्स। पहिल्यै मलाई लागेको थियो कि जुन बेला फिल्मको गीत अनि टिजर आएको थियो नि, त्यति बेलै मलाई लागेको थियो कि यो फिल्मले होइन हल्लाउँछ, विश्व हल्लाउँछ। र मैले होइन त्यहाँ टाइटलमा लेखेको थिएँ कि जेरी अन टप आयो यसले विश्व हल्लायो भन्दाखेरि कतिजना मनुवाहरू हाँसेका पनि थिए कि। तर आज विश्व हल्लाउँदा सबै गुपचुप छन्, गुफाभित्र लुकेका छन्। हल्लाइरहेको छ। अहिले धमाका नेपालमा भएको छ, जापानमा अनमोल केसी छन्, जापान हल्लियो, अमेरिका हल्लियो, अस्ट्रेलिया हल्लियो। हेर्नुहोस् त देश विदेशमा चलचित्रले कति कमाइ गरिरहेको छ, सब ठाउँ हल्लिएको छ। अब युरोप त बिस्तारै यति धेरै हल्लिँदैछ कि होइन, अनमोलले होइन सब युरोपका पैसा जति झोलामा बोकेर सोर्दैछन्। अब बिस्तारै पृथ्वी भ्याएर अन्तरिक्षतिर त जाने त्यस्तो त होइन। ए सर त्यस्ता कुरा नगर्नु नि तपाईँ, हावा कुरा नगर्नु नि सर होइन। होइन मजाक परिलिनु हो तर ठिक छ होइन, तर पनि कस्तो भन्दा फिल्मको धमाका भयङ्कर छ कि सर, बुझ्नुभयो नि। फिल्मको धमाका भयङ्कर छ, आगो भयङ्कर छ। यो चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने 15 दिनमा यो फिल्मले लगभग होइन 10 करोडभन्दा माथि ग्रस कलेक्सन गरेर सफल भएको छ भनेर अनमोल केसीले पोस्टर सहित सबैलाई जानकारी दिएको छ। र अब विश्वव्यापी रूपमा चर्चा गरौँ होइन, विदेशमा नि धमाका भन्नुहुन्छ, खोइ त नि विदेशमा कमाएको भन्नु होला तपाईँहरूले। विदेशमा होइन वर्ल्ड वाइड होइन, यसले लगभग 15 करोडभन्दा माथि कलेक्सन गरेको छ भनेर सुन्नमा आएको छ। यानि जम्मा 15 दिनमा भनेपछि त 16 दिनमा त 16 करोड हानेकै होला नि, दिनमा 1 करोड हाने रहेछ के अरे। मतलब होइन कस्तो भन्दा नेपालमा भन्दा पनि अझै विदेशतिर बवाल हुने सङ्केत देखेको छ कि सबै ठाउँमा लायो भने त यसले त नेपालमा भन्दा बवाल गर्छ है। मैले त्यस्तो सङ्केत देखेँ। जापान हल्लिँदैछ भने सुने, जापान त पुरा हिलादिए यार। जापानको बवाल भिडियो आयो भने एकदम डेन्जर रियाक्सन जान्छ। आज अनमोल केसीको धमाका जापानमा कस्तो भएको छ भनेर बवाल भिडियो आउँछ कि तपाईँहरू ढुक्क हुनुहोस्। सही हो। अनि आजको अवस्था के छ? आज आइतबारको दिन फिल्म अलिकति ओह्रालोमा छ कि उकालोमा छ? यस्तो छ कि सर, अब यस्तो छ नि त, पानी परेको छ, एउटालाई होइन दुईटालाई होइन सबैलाई ओह्रालो लागेको छ। अब जेरी अन टपलाई पनि त अलिअलि त ओह्रालो लाग्छ नि त, तर पनि पानी परेको बेला भए पनि छाता ओढेर मान्छेहरू भिजी होइन, रुगा लागोस् चाहे जेसुकै लागोस्, म जान्छु भनेर फिल्म हेरेर गएका छन् यार। पुरै मामा पनि हलमा भिजिटमा छन् अरे। भान्जा भान्जीलाई जापान पठाएर मामा हल भिजिटमा निस्किएका छन्। यति बेला मामाले पुरै हलमा तहल्का पिटेका छन्। अनमोल केसीको मामा भनेर होइन, विशेष गरी माग्ने बुढाको चर्चा यति धेरै भएको छ कि नेपाली शाहरुख खानकै पुरै कमेडी शाहरुख खानकै पुरै पहिलाको शाहरुख खानको स्टाइलमा छन् फेरि फिल्ममा है। खतरनाक हुन् नि त माग्ने बुढा त है। माग्ने बुढाको होइन यो फिल्ममा यस्तो बवाल कमेडी छ कि तपाईँले माग्ने बुढा र नेपाली शाहरुख खान भन्दिनु हुन् के? नेपाली शाहरुख खान हुन् नि, कपाल सपाल हेर्दा चट्ट हल्का शाहरुख खान जस्तै देखेका छन्। शाहरुख खानको जनरा त अनि तपाईँको रोमान्समा हो त? ए बाबा रोमान्सको होस् कि जेसुकै होस्, उनको कपाल त्यस्तो छ, लुक्स त्यस्तै छ होइन र। माग्ने बुढा त शाहरुख खानसँग तुलना भयो भने अब सोच्नुहोस् अनमोलको कोसँग तुलना होला? सिधै हलिउडसँग हुन्छ, बलिउडसँग हुन्न सर, सिधै हलिउड हो। अब बुझ्नुभयो नि। अब ल विश्वको सबभन्दा चाहिँ धनी एक्टरको थाहा छ? शाहरुख खान भयो नि त, हलिउडलाई जित्यो शाहरुख खान है। त्यस्तो भइसक्यो, ठिक छ, त्यो पनि राम्रै हो होइन र। उसले आफ्नो कला देखायो, यताउता गरौँ, त्यो पनि राम्रो हो, त्यो खुसीको कुरा हो। हाम्रो नेपाली कलाकारहरूलाई पनि हामीले त्यो लेभलमा देख्न पाउनुपर्छ कि पर्दैन? त्यसको लागि हामीले के गर्नुपर्छ? नेपाली फिल्म सपोर्ट गर्नुपर्छ। मलाई होइन नेपाली फिल्म मन पर्दैन, म त होइन यस्तो डेन्जर कि बाहुबली यस्ता फिल्म हुन्छ नि, यस्ता हेर्ने बानी भएर नेपाली फिल्म कब्बु लाग्छ यार। नेपाली फिल्म हेऱ्यो भने यस्तो झ्याउ लाग्छ होइन, न एक्टिङ हुन्छ हिरोहरूको, यस्तो भन्यो भने नेपाली फिल्म अगाडि बढ्छ त सर? बढ्छ। नेपाली फिल्मलाई अगाडि बढाउनका लागि भारतीय फिल्मलाई धोबी हान्न पर्छ क्या हामीले,
बुझ्नुभयो नि? जबसम्म हामीले भारतीय फिल्मलाई धोबी हानिन्न नि तबसम्म नेपाली फिल्म उनीहरूको लेभलमा पुग्न सक्दैन। हामीले माया गऱ्यौँ भने शाहरुख खानको लेभलमा हाम्रो हिरो पुग्न सक्छ। आज साउथ किन पुग्यो त? साउथको हिरोहरू हेर्नु त, कोही कम छन्? रवि तेजा पनि शाहरुख खान सलमान खान भन्दा माथि छ यार। रवि तेजा के जो चाहिँ साउथको कब्बु हिरो। अरूको त कुरो छोडिदिनुहोस् के, रजनीकान्तको त कुरै नगरौँ यार। रजनीकान्त त होइन अमिताभ बच्चन भन्दा नि माथि छन् साउथमा भन्ने हो नि त, हो कि नि त? बरु रजनीकान्तको फिल्म आयो भने कस्तो हुन्छ, अमिताभ बच्चनको पनि त्यो लेभलको पावर छैन कि। कुली आउँदा कस्तो भयो रजनीकान्तको पावर। आमिर खान पनि हल्का साइडमा खेल्न गयो रजनीकान्तको फिल्ममा, हो कि नि त? अब त्यस्तो हो नि त यार। साउथको पावर त्यही हो कि उनीहरूले आफ्नो हिरोलाई चाहिँ भगवान बराबर मान्छन् कि, सार्वजनिक विदा दिन्छन् यार। हामीले त्यो पावर क्रिएट गर्नु पर्यो नि त। अहिले हामीले सपोर्ट गर्ने कसलाई भन्दा जेरी अन टपलाई हो कि। जेरी अन टप अन्तर्राष्ट्रिय बजारमा जान सक्छ। यसलाई हिन्दीमा डब गरेर अङ्ग्रेजी डब गरेर होइन विदेशी बजारमा लैजान सकिन्छ। त्यसको लागि हामीले पहिला नेपालमा कमाओस् न यार, 40-50 करोड कमाओस् यो फिल्मले, होइन? सबले धमाका गरोस्, आगो बालोस्, टुरिस्टहरूले पनि यो फिल्म हेरुन्, बल्ल पो मजा आउँछ, होइन? हामीले सपोर्ट गरे बल्ल अर्काले गर्ने हो। हामीले सपोर्ट नगरिकन पहिला विदेशीले सपोर्ट गरोस् अनि बल्ल हामी गर्ने भनेर हामीले पालो कुरेर बसेर त भन नि त, होइन र? त्यसैले जेरी अन टपलाई बबाल सपोर्ट गर्नुपर्छ। अब आज कस्तो छ त धमाका, तपाईँ र म मिलेर हेरौँ है त। ल देखाउनुहोस्, ल हेर्नुहोस् है, मैले एप्लाई पनि गरेँ। जेरी अन टप ल हेर्नुहोस्, ल हेर्नुहोस्, हल्का फुल्का देखिएको छ है। ल हेर्नुहोस्, रातो। ए आमा हेर्नुहोस् है, पानी परेको दिनमा छाता उडेर भिजेर गएका छन् मान्छेहरू फिल्म हेर्न। छाया सेन्टरमा हेर्नुहोस्, छाया सेन्टरमा के हो भाइ? सिटी स्क्वायरमा हेर्नुहोस् के हल्का फुल्का खाली चाहिँ देखेको छ। अब के गर्ने है, पानीले अलिकति असर चाहिँ पारेको छ, होइन? तर पनि दर्शकहरूको क्रेज कम छैन के। माया चाहिँ भयङ्कर गर्ने हुने यार। अनमोल केसीको एउटा स्टार्डम भनेको छुट्टै छ कि यार। अरू हिरोको त्यस्तो पावर देख्न सकिन्न नि है। प्रायः जसो हेर न, अनमोल केसीको फिल्म लागेपछि प्रायः जसो मैले 2-3वटा हिरो देखेको छु कि, होइन? यस्तो एकदमै पावर भएको के। हुन त 4-5वटा छन् है नेपाली चलचित्र क्षेत्रमा, अनमोल केसी, होइन? त्यसै गरी समीर भट्ट, प्रदीप खड्का, अहिले एक्लोको हेर्नुहोस् कस्तो क्रेज बढिरहेको छ, होइन? त्यसै गरी अब पहल शाह, होइन? जस 4-5वटा हिरोहरू छन् कि उनीहरूको क्रेज नै छुट्टै छ कि। बुटोल ल हेर्नुहोस्, ए आमा बुटोल हिला दिया। बटौली है, पुरा बुटोल हिला दिया यार। डेन्जर भइसक्यो रहेछ यार बटौली। पानी परेको बेला नि डेन्जर बुकिङ यार। ए आमा म त तर्सेको यार। बागेश्वरी, यो बागेश्वरीमा किन हो भनेको, अर्को रोयल सिने रोयलमा डेन्जर छ यार बुकिङ यार। यसमा छैन किन हो? यहाँ किन हो? मैले नि त्यही सोचिरहेको छु। सुरुवातबाटै हो फेरि, यहाँ सुरुवातमै हो के? सुरुवातबाटै पहिलेबाटै यहाँ त्यति राम्रो छैन। ल हेर्नुहोस्, चितवन यानि नारायणघाटमा पनि डेन्जर देखेको छ, डेन्जर। ल हेर्नुहोस्, ल हेर्नुहोस्, बिर्ता मोड। ल हेर्नुहोस्, बिर्ता मोड। बिर्ता मोडमा पनि 3टा छ है, चान्चुन छैन। डेन्जर हो, डेन्जर। डेन्जर, डेनी डेन्जर। ल हेर्नुहोस्, ल हेर्नुहोस्, हिटरी। वीरगञ्ज। ल हेर्नुहोस्, अझै वीरगञ्जमा टिकेर बसेको छ। नयाँ आएका फिल्महरू मिल्किसक्यो वीरगञ्जमा हेर्नुहोस्। ए आमा वीरगञ्ज पुरा हिला दिया यार। रातो सन्दियोलको ढाल दिया, मतलब बडाङका बडाङ पार दिया बाहुबलीलाई। ल हेर्नुहोस्, यस्तो छ अवस्था है। पोखरामा पनि भवालै छ है। अब यस्तो छ अवस्था, होइन? अब हामीले के भन्न सकिन्छ भन्दा यो फिल्मले आज उल्का धमाका मचाउने सङ्केत त छैन। पानी परिरहेको छ, होइन? बाहिरको अवस्था पनि त्यति राम्रो छैन। त्यसैले पनि लगभग 25 लाखसम्मको ग्रस कलेक्सन गर्छ कि भनेर अनुमान लगाएको छ। अब घाम लाग्यो भने, होइन, बवाल भयो भने फेरि 50 लाखसम्मको नि हाल्न सक्छ है। यसमा चाहिँ कुनै ग्यारेन्टी छैन फेरि। सही हो, सही हो, सही हो। अब हामी चर्चा गर्छौँ वरिष्ठ बलरामको। वरिष्ठ बलरामको ल भन्नुहोस् के छ? वरिष्ठ बलराम त नेपाली पुष्पा हो यार।
बुझ्नुभयो नि बरु पुष्पा विकासै होला होइन तर यो चाहिँ लोकल पुष्पा हो के लोकल पुरा राउडी के पुरै राउडी विशेष गरी होइन पुष्पा को हो भन्दा विजय बराल र फात फसिल को हो भन्दा दयाहाङ दुईजनाको सिङ्गल या टी सर्ट खोलेर होला भनेको टी सर्ट चाहिँ खोल्दैन नि तर सिङ्गल चाहिँ हुन्छ कि एकपुरे साथी ए आमा यस्तरी बडाङ एउटाले हान्छ अर्कोले बडाङ हान्छ फेरि कि कान्नी गोदुवा फाइट खँदुवा के खँदुवा बन्दुक यसलाई त गोदुवा फाइट होइन नेपाली लोकल फाइट के हो यस्तो छ होइन अब यो फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने यसले हिजोको दिनसम्म आइपुग्दा 2 करोड 50 लाखसम्मको ग्रस कलेक्सन गरेको अनुमान लगाएको छ र आजको दिनमा कस्तो छ त धमाका भएको छ कि छैन तपाईँहरूलाई मैले एडभान्स बुकिङको भिडियो देखाउन गइरहेको छु लो देखाउनु वरिष्ठ ए आमा जम्मा के हो ए आमा फिल्म त पुरा सुई किनलाई ठिक्क भएर बसेर चाहिँ यार मतलब बाँधेर र भिडबाट लडाउनेलाई ठिक्क पारेन हान्न मात्रै बाँकी छ लात्ती होइन र हलवालाले बाँधेर र भिडमा ठिक्क पारेर आएछन् के अब लात्ताले हान्सी गुल्टिन्यो तल तर हिट हुन्छ कि जस्तो लाग्छ मलाई हो यार हिट नि हो नि यसो हिट हुन्छ भनेर भन्ने हुन्थ्यो कलाकारको पारिश्रमिक बढी हुन्छ है अब दया आउँछन् विजय बराल आङ्कै होला 40-50 लाख रुपियाँ विजय बराल के होला 30-40 लाख गर्दाखेरि 1 करोड त के बन्थ्यो अब समृद्धि 1 करोड गाह्रो छ फिल्म बन्न 2 करोड त लाग्यो होला कलाकारहरू डेन्जर भसी लाग्छ कि सर 1.5-2 करोड त भेट्यो होला त्यो मान्छे त हिट हुन गाह्रो छ है हिट भएको भए त अब हिट भयो भनेर के खबर त हुन्थ्यो होला नि होइन क्या हो म्याउली बनैमा हितैको मायालाई राखे मनैमा गीत त गाइन्छ सर होइन तर गीत अनुसारको फिल्मले धमाका मचाएन कि यहाँबाट निकाल्दिएको निकालो मिल्काइसक्यो वीरगन्जबाट पनि मिल्काइसक्यो पोखराबाट पनि मिल्काइसक्यो कति कमाउला आज यो फिल्मले त्यही यो 2-4 लाख कमाउला सर आजको दिनमा त्यहाँभन्दा बढी कमाउन नसक्ने अवस्था प्रष्ट देखियो सही हो अनि मैजारो के छ अवस्था मैजारो पनि त्यही हो सर 70 लाख बल्ल कमायो होला त्यहाँभन्दा माथि गर्न सकेन मैजारो पनि नराम्रोसँग बक्स अफिसमा पछारियो भन्दा फरक नपर्ला एकदमै राम्रो फिल्म थियो हिट हुनुपर्ने फिल्म थियो तर फिल्मलाई धसा लाग्यो अब के नै गर्न सकिन्छ सर सोल्टिनी सुइकियो त्यही 45 लाख गऱ्यो होला त्यहाँभन्दा माथि गर्न सकेन सोल्टिनी गयो खोला अब सुइकियो भन्दा फरक नपर्ला सर सही हो अनि अन्तिममा के भन्न चाहन्छु अन्तिममा म यो भन्न चाहन्छु तपाईँहरू चाहिँ विशेष गरी आजको दिनमा कुन फिल्मलाई हलमा गएर हेर्नुहुन्छ कुन चाहिँ कलाकारको तपाईँहरू फ्यान हुनुहुन्छ कमेन्ट बक्समा गएर आफूलाई मनपर्ने फिल्मको नाम अनि कलाकारको नाम लेख्न नबिर्सिनु होला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला अर्को भिडियोमा फेरि भेटौँला। हैव अ गुड टाइम, बाइ बाइ।